स्वागत छ तपाईहरुलाई भिडियोमा। हामी आज हिरागाना सिक्न गएका छौं। हिरागाना सिक्नु भन्दा अगाडि चाहिँ जापानिज भाषाको चाहिँ तीनटा चाहिँ लिपि छ। पहिलो चाहिँ हिरागाना, दोस्रो छ काताकाना, तेस्रो छ खान्जी। हिरागाना भनेको जापानकै मूल भाषा। त्यसैगरी अर्को छ काताकाना। काताकाना भनेको चाहिँ जापान बाहेक अन्य देशका भाषाहरु, आगन्तुक भाषाहरु जस्तै अंग्रेजी भाषाहरु लेख्न पर्यो भने काताकाना युज हुन्छ। त्यसैगरी अर्को तेस्रोमा छ खान्जी। खान्जी भनेको चाहिँ कुनै एउटा इमेज जस्तो हुन्छ, जसले चाहिँ एउटा इमेजले नै एउटा चाहिँ वर्ड जनाउँछ अथवा दुई तीनटा इमेज पनि युज हुन सक्छ। र हामी चाहिँ हिरागानामा चाहिँ 46 वटा क्यारेक्टरहरु छ। 46 वटा क्यारेक्टर मध्ये 5 वटा चाहिँ भावेल लेटरहरु छन्, शॉर्ट वर्ण। नेपालीमा चाहिँ अ आ इ ई उ ऊ भने जस्तै हिरागानामा चाहिँ आ इ उ ए ओ। र यही बाँकी भएको क्यारेक्टरहरु चाहिँ यही आ इ उ ए ओ मा चाहिँ बेस्ड भएर चाहिँ बन्ने गर्छ। ल एक्चुअली चाहिँ यो हिरागानाको टेबल हेरौं। अब सुरुमा चाहिँ हामीले चाहिँ यो अगाडि छ यो आ इ उ ए ओ। यो त जान्नै पर्यो है। सुरुमा चाहिँ आ इ उ ए ओ। यो टेबलको चाहिँ पहिलो चाहिँ यो जानेपछि त्यसैगरी फेरि अर्को आकाश तानाहामा या रा वा। यति चाहिँ कण्ठ हुनै पर्यो है। आकाश तानाहामा या रा वा। आ इ उ ए ओ। अब यो कामा आएपछि के भयो? यो फेरि आ इ उ ए ओ मै बेस्ट भएर यो काको पनि भन्छ है। का कि कु के को सा सी सु से सो ता। अब यहाँ ती हुँदैन, याद गर्ने। ची यहाँ पनि चु हुन्छ। ता ची चु ते तो। ना नि नु ने नो। हा हि फु हे हो। मा मी मु मे मो। या यु यो। र अर्को छ रा रि रु रे रो। र वा वो अनि भनिन्छ है। कसैले न पनि भनेर पढ्छ नि होला। यो चाहिँ आधा न हो वास्तवमा। ल आज हामी चाहिँ 46 वटा मध्ये 10 वटा चाहिँ सिक्न गइरहेछ। आ इ उ ए ओ। अब यसैमा आधारित रहेको का कि कु के को। ल सुरु गरौँ। यसले चाहिँ ए मात्र भनेर लेखिन्छ। लेख्ने तरिका यहाँ दिएको छ। सुरुमा चाहिँ देब्रेबाट दाहिनेतिर चाहिँ एउटा लाइन कोर्ने, त्यसैगरी दोस्रोमा चाहिँ माथिबाट तल तर दाहिनेतिर हल्का चाहिँ कोल्टाएर अर्को तान्ने र अन्तिममा चाहिँ घुमाउने। यसरी चाहिँ आ लेखिन्छ। भिडियोमा पनि हेर्न सक्नुहुन्छ। यहाँ तल पनि दिएको छ, एकचोटीमा, दुईचोटीमा, तीनचोटीमा है। अर्को चाहिँ इ। यो एकदम सजिलो छ। इ लेख्नलाई चाहिँ के गर्ने? दुईचोटीमा है। सुरुमा देब्रेमा चाहिँ एउटा माथिबाट तल लाइन तान्ने र पेन चाहिँ हल्का माथिपट्टि लगेर छोड्ने है। यो बनाउने होइन, भी बनाउने होइन, तर सानो चाहिँ पेन छोड्ने बेलामा अलिकति माथि टुप्पो बनाएर छोड्ने र अर्को तर्फ तान्ने। यो थियो इ। त्यसै गरेर अर्को छ उ। यो भनेको चाहिँ सुरुमा चाहिँ माथि एउटा चाहिँ सानो चाहिँ एउटा टोपी बनाउने अनि तल योलाई चाहिँ देब्रेतिर सुताउने। र अर्को छ ए। एमा पनि अगाडि जस्तै माथि टोपी बनाउने अनि जेडलाई चाहिँ हल्का मोडिफाइड गरेर चाहिँ जेड बनाउने। यो थियो ए। र अर्को छ ओ। ओ पनि अघि आ जस्तै, तर यसमा चाहिँ के गरिन्छ भन्दाखेरि दोस्रो चोटीमा गएर चाहिँ सिधा तानेर चाहिँ गोलो बनाएर यसरी चाहिँ घुमाइन्छ है। र अनि माथि छेउमा दाहिनेतिर चाहिँ एउटा सानो धर्क तानिन्छ। यहाँ तल हेर्न सक्नुहुन्छ। सुरुको चोटि यसरी, त्यसपछि माथिबाट तल तानेर सलक्कै घुमाउने र माथि दाहिनेतिर चाहिँ एउटा धर्क तान्ने। र अर्को छ का। अब का भनेको चाहिँ अलि सजिलै छ। यो पनि सुरुमा चाहिँ के गर्ने? एउटा चाहिँ हल्का चाहिँ कर्भ एउटा चाहिँ लाइन तान्ने, त्यसपछि सिधा माथिबाट चाहिँ लाइन तान्ने र अन्तिममा चाहिँ के गर्ने? आकार दिने है। अब कामा चाहिँ आकार आउँछ भनेर सम्झिने। आकार चाहिँ अलिक छुट्टै चाहिँ उछुट्टाएर चाहिँ आकार दिने। का
अर्को छ की लेख्नलाई चाहिँ के गर्ने दुईटा चाहिँ इजिकल टु साइन तान्ने र तल्लोपट्टि चाहिँ के गर्ने चाहिँ एउटा डाडु जस्तो बनाउने दुईटा इजिकल टु लाइन तानेपछि के गर्ने डाडु जस्तो बनाउने यो थियो की र अर्को छ कु यो सजिलै छ कु भनेको चाहिँ स्मलर देन साइन र अर्को छ के लेख्छ तीनचोटिमा लेखिन्छ माथिबाट तल तान्ने त्यसपछि एउटा माइनस गर्ने अनि एउटा भर्टिकल लाइन तान्ने यो थियो के अर्को छ को भनेको चाहिँ इजिकल टु साइन जस्तो हो अब यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ ल यति छ